सम्पूर्णलाई नमस्ते। म सन्दीप महत, औद्योगिक शान्ति नेपाल संस्थाको अध्यक्ष। हामी चाहिँ आजदेखि भक्तपुर फिस टनल एक्सपो 2082 गर्दैछौँ। यो राधे राधे स्थित रहेको भारबेडी पछाडि रोयल थाई सँगै रहेको चौरमा हामी गर्दैछौँ। यो चाहिँ निरन्तर हामी साउनको 10 गतेसम्म यो भक्तपुर फिस टनल एक्सपो गर्छौँ। यो भक्तपुर फिस टनल एक्सपो भन्नाले के भनेर बुझ्नुहुन्छ भने समुद्रको गहिराइमा रहेको विभिन्न समुद्रको गहिराइमा रहेको माछाहरू एउटै स्थानमा हामी उपलब्ध गराएका छौँ। यो टनल देख्न सक्नुहुन्छ, टनल मार्फत विभिन्न माछाहरू हामीले चाहिँ यहाँहरूलाई देखाउँदैछौँ। साथसाथै मनोरञ्जनका लागि भाइरल सुनामी पिङदेखि लिएर नाउडादेखि लिएर पिङ ड्राइगन ट्रेनदेखि लिएर विभिन्न हामीले चाहिँ यहाँ गरेका छौँ। हामी औद्योगिक शान्ति नेपाल संस्था चाहिँ विगत 11 वर्षदेखि विभिन्न ठाउँमा यसरी नै एक्सपोहरू गर्दै आइरहेका छौँ। हामीले भक्तपुरको सल्लाहघारीमा नयाँ वर्षमा जहिले पनि विगत 11 वर्षदेखि गर्दै आएका थियौँ। त्यो सँगसँगै यो बर्खाको बेला र यो राधे राधेलाई पनि पर्यटकको हिसाबमा अलिकति चिनाउँ भन्ने हिसाबमा चाहिँ हामीले चाहिँ भक्तपुर फिस टनल एक्सपो 2082 गर्दैछौँ। र सम्पूर्ण जो जहाँबाट हेर्नुभएको छ आएर एकचोटि यो एक्सपोको मजा लिन सक्नुहुनेछ। र यसमा चाहिँ हामीले समुद्रका विभिन्न गइरहेका माछाहरूदेखि लिएर हामीले प्रत्येक दिन नयाँ नयाँ माछाहरू पनि हाल्छौँ। किनभने माछाको यो चाहिँ समुद्रबाट यहाँको वातावरणमा अलिक माछाहरू स्विट हुँदैन। यो माछाहरूको लागि चाहिँ हामी माछालाई केही भयो खण्डमा प्लस माछाको लागि गर्नुपर्ने र नयाँ नयाँ माछाहरू प्रत्येक तपाईँहरू जतिचोटि आउनुहुन्छ नयाँ नयाँ माछाहरू पनि देख्न सक्नुहुन्छ। होल टोटल नयाँ नयाँ भयो भने 2टा 3टा 10वटा 100वटा त्यसरी हामी चाहिँ गर्दै जान्छौँ। लगभग यहाँ चाहिँ 10,000 भन्दा बढी माछाहरू रहेको नि यहाँलाई जानकारी गराउँछौँ। त्यही हिसाबमा हजुरहरू सबैजना आएर एकचोटि यसको मजा लिनु होला। थ्याङ्क यू, धन्यवाद। यसको लागि जो जहाँबाट आउनुभएको छ उहाँहरूको लागि सम्पर्कको लागि 985110 53801 मा सम्पर्क गर्न सक्नुहुन्छ। केही समस्या समाधान सल्लाह सुझाव छ भने त्यसको लागि चाहिँ आएर गर्नु होला। आज उद्घाटन समारोहको लागि चाहिँ हामीले सबैजना पत्रकारदेखि लिएर हाम्रो अतिथिहरू सबैजना आउनुभएको थियो। हामीले प्रतिनिधि सभा सदस्य दुर्लभ थापा, माननीय दुर्लभ थापाको बाहुल्यबाट आज उद्घाटन गरिसकेका छौँ। र सबैजना आएर चाहिँ यसलाई चाहिँ सभ्य अनि भव्य रूपमा चाहिँ सम्पन्न गर्नको लागि हातेमालो गरिदिनुहुन्छ आश लिएको छु। थ्याङ्क यू, धन्यवाद।